Are you into event business? Then ZenoPay is your ultimate all-in-one solution. From seamless event registration to secure global voting to easy ticketing, ZenoPay takes care of everything. So you can focus on creating unforgettable events while we handle the rest. अब तपाईलाई मनपर्ने कन्टेस्टेन्टलाई भोट गर्न अझै सहज भएको छ ZenoPay मार्फत जहिले पनि जहाँ पनि। यसका लागि तपाईले आफ्नो फोन वा कम्प्युटरबाट क्रोम वा सफारीमा जानुहोस्, zenopay.com मा जानुहोस्। यदि तपाईलाई एप प्रयोग गर्न मन छ भने ZenoPay एप डाउनलोड गर्न सक्नुहुन्छ। नेपालबाट भोट गर्नका लागि सबैभन्दा पहिले भोटिङ सेक्सनमा जानुहोस्, आफ्नो इभेन्ट खोज्नुहोस्, त्यसपछि गेट स्टार्टेडमा क्लिक गर्नुहोस् र आफूलाई मनपर्ने कन्टेस्टेन्ट खोज्नुहोस्। त्यहाँ तपाईले दुईवटा अप्सन देख्नुहुन्छ, क्यूआर भोट र भोट नाउ। क्यूआर भोटमा पनि दुईवटा विकल्प रहेका छन्। वान टाइम युज क्यूआर, यो क्यूआर एक पटक मात्रै युज गर्न सकिन्छ। तपाईले कुन संख्यामा भोट गर्ने हो त्यो राख्नुहोस्, आफ्नो फोन नम्बर राख्नुहोस् र त्यसपछि गेट क्यूआरमा क्लिक गर्नुहोस्। त्यसपछि आएको क्यूआरलाई स्क्यान गरी ई-सेवा, खल्ती र मोबाइल ब्याङ्किङबाट भुक्तानी गर्न सक्नुहुन्छ। त्यसपछि रहेको छ मल्टिपल युज क्यूआर। यो क्यूआर तपाईले धेरै पटक युज गर्न सक्नुहुन्छ। गेट क्यूआरमा क्लिक गरेर आएपछिको क्यूआरलाई तपाईले आफै स्क्यान गरेर मोबाइल ब्याङ्किङको थ्रुबाट पेमेन्ट गर्न सक्नुहुन्छ। चाहनुहुन्छ भने स्क्रिनशट गरेर अरूलाई पठाएर पनि भोट गर्न सक्नुहुन्छ। भोट नाउ, यदि सिधै भोट गर्न चाहनुहुन्छ भने भोट नाउमा क्लिक गर्नुहोस्। त्यहाँ आफ्नो भोटको संख्या राख्नुहोस् र आफ्नो नाम र नम्बर राख्नुहोस्। त्यसपछि अप्सनमा ई-सेवा, खल्ती वा मोबाइल ब्याङ्किङ छान्नुहोस्। ओटिपी आएपछि त्यसलाई भेरिफाई गरेर हजुरले पेमेन्ट गर्न सक्नुहुन्छ। पेमेन्ट भएपछि तपाईको भोट तुरुन्तै काउन्ट हुन्छ। अब भारतबाट भोट गर्ने तरिका, भोटिङ सेक्सनमा जानुहोस्, आफ्नो इभेन्ट छान्नुहोस्, गेट स्टार्टेडमा क्लिक गर्नुहोस्, त्यसपछि आफ्नो कन्टेस्टेन्ट रोज्नुहोस् र भोट नाउमा क्लिक गर्नुहोस्। भोटिङ संख्या, नाम, फोन नम्बर राखेर पेमा क्लिक गर्नुहोस्। त्यसपछि गुगल पे, फोन पे, पेटिएम वा कार्ड युज गरेर पेमेन्ट गर्न सक्नुहुन्छ। पेमेन्ट भएपछि भोट तुरुन्तै काउन्ट हुन्छ। अब अन्तर्राष्ट्रिय रूपमा भोट गर्ने तरिका, अन्तर्राष्ट्रिय रूपमा भोट गर्ने प्रक्रिया पनि सिमिलर नै रहेको छ। सबैभन्दा पहिले भोटिङ सेक्सनमा जानुहोस्, त्यसपछि आफ्नो इभेन्ट चुज गर्नुहोस्, गेट स्टार्टेडमा क्लिक गर्नुहोस् र आफूलाई मनपर्ने कन्टेस्टेन्ट छान्नुहोस्, त्यसपछि भोट नाउ गर्नुहोस्। त्यसपछि आफ्नो करेन्सी छान्नुहोस्, आफ्नो करेन्सी छानेर अमाउन्ट वा भोट संख्या राख्नुहोस्। त्यसपछि आफ्नो नाम, इमेल, फोन नम्बर राखेर पेमा क्लिक गर्नुहोस्। एप्पल पे, गुगल पे, अलिपे वा कार्डबाट तपाईले पेमेन्ट गर्न सक्नुहुन्छ र पेमेन्ट गर्ने बित्तिकै तपाईको भोट काउन्ट हुन्छ। त्यसैले आजै आफूलाई मनपर्ने कन्टेस्टेन्टलाई ZenoPay मार्फत सपोर्ट गर्नुहोस्। छिटो, सजिलो र सहज, जहाँबाट पनि जहिले पनि।